तपाईहरु पहिला बालनको क्रेजी फ्यान हैन? हजुर एकदम क्रेजी र्यापर अप्पर फ्यान र्यापर राम्रो तपाईहरु पनि र्याप गाउनु हुन्छ हैन? राम्रो र्याप। अतीतको पलहरू धेरै गाह्रो छ म बिर्सिदिएछु उसलाई निकै नै साह्रो छ ऊ अर्कोसँग खुसी छ बसिरहेको छु म। बालेन सरकार भन्दा केपी ओली ठिक त दाइ जे भयो भने है त्यसले देश विकास नगरे पनि यसरी हटाउँदै थियो। हटाएको थिएन दाइ त्यस्तो आज देखाउने देखाए अहिले गर्दैछु उल्टो काम के भन्नु। तपाईहरु जस्तो यस्तो क्रेजी फ्यानले पनि रिस्टो है। मलाई हैन आज 1 महिना अगाडि चाहिँ भन्दैछु आम्मा कसम यस्तो मन पर्थ्यो बालेन अहिलेसम्म गु लाग्छ दाइ आफैमा हामीलाई हैन दाइ प्रधानमन्त्री हुनुभन्दा अगाडि बालेन एकदम मन पर्थ्यो प्रधानमन्त्री भएपछि मन परेन मन परेन किन मन परेन? त्यसले यस्तो काम गर्दियो का अब हामीलाई त्यस्तो ठाउँमा यस्तो अवस्थामा पुर्याइदियो अब हामी जाने पनि कहाँ जाने अब गर्ने पनि के गर्ने अब त्यस्तो गरिदियो का पाहाडको यही जेनेरेसनमा हो पढे लेखेको आएको भनेको सरकार यही जेनेरेसन त्यही पनि त्यसले त्यस्तो गर्दै पनि बुझेन। त्यो उनीहरूलाई त अब सुकुम्बासीमा जसले बसायो पैसा तिराएर सुरुमा त सुकुम्बासीमा त त्यसै बस्नु पाएन पैसा तिराए त्यो तिराउने दललाई चाहिँ पक्राउनु पर्यो नि त तिनीहरूलाई निकाल्नु पर्यो नि त तिनीहरूलाई छोडिदिएको छ किनकि तिनीहरू धनी छ जालमा पारो दाइ हो जेनजीले के भएर ज्यान दियो जेनजीले बालनको लागि ज्यान दियो नि त बालनको लागि यदि चाहेको भए त जसले उसलाई फसायो सुकुम्बासीहरूलाई त फसाउनेलाई पक्राउनु पर्नेमा फसिनेलाई चाहिँ उनीहरूले घरबार बिन बनाइरहेछ हैन। अब यसमा पनि तपाईहरुलाई दुःख लागिरहेको होला। दुःख लागिरहेको अहिले अब न खाने बस्ने ठाउँ छ न के गरौँ भने सकिन्छ एउटा झोपडी दिएको छ त्यसमा कसरी गुजारा गर्ने हैन? त्यो सोच्नु पर्यो नि त। आत्महत्या पनि गरे कतिलाई रुवाए गनेर हुन्छ दाइ कति त अझै थाहै छैन कतिले के गर्यो त्यसले त्यस्तो कदम दाइ क्या प्रधानमन्त्री बनेर त्यसले के गर्नु खोजेको कतै हामीलाई त्यो चाहिँ प्रश्न पारिदिनु पर्यो भनेपछि गाउनुहुन्छ तपाईँ त्यही भएर पनि फ्यान हुनुहुन्थ्यो तपाईँहरूले पहिला घन्टी छाप चुपचाप घन्टी छाप भन्दै हिँड्नुहुन्थ्यो अब अहिले चाहिँ त्यो बच्चाहरूलाई विचलित बनाएको देखेर होइन तपाईँहरू के भन्न चाहनुहुन्छ? बालेनले नगरेको होइन गरेको तर त्यस्तो घरे उजाड्नु चाहिँ पाउँदैन थियो सुकुम्बासी नै भए पनि एक त मान्छेको बस्ने ठेगाना छैन त्यो कि व्यवस्था गरिदिनु पर्यो कि उसले आफै बे गर्नु पर्यो किन चाहिँ गर त किन गर्यो? अब जाने पाहाडमा जा भन्छ जहाँ गयो जहाँबाट आएको त्यही जहाँ हुन्छ पाहाडमा न बाटो छ न घाटो छ न मान्छे छ अहिले बाघ भालु बढेर बोट बिरुवा बढेर उब्जिने ठाउँहरूमा बोट बिरुवा बढिरहेछ बाघ भालु छ बाघ भालुसँग बस्न सकिन्छ मान्छे? बालेनको उयोहरूले कमेन्ट गरोस् यदि यहाँ होइन त्यसको कमेन्ट जो गर्छ सिधै अगाडि फेस टु फेस आएर भन्नु। अनि तपाईँहरू पहिला बालेनको क्रेजी फ्यान एकदम क्रेजी फ्यान हिट पुरै त्यसले त्यस्तो बुझ्ने थियो त्यस्तो गर्थ्यो दाइ गर्दैनथ्यो है हजुर। अब त बिचले अब के अरे केटाकेटीहरू बिचरा तिनीहरू रुइरहेछ तिनीहरू वर्षायामा पानी परिरहेछ होइन खाने ठाउँ छैन 3-4 दिनदेखि खाएको छुइनँ भन्दै थियो। अब त बच्चाहरू भविष्यको कर्णधार भविष्यको जेनजी तपाईँहरू अलरेडी जेनजी तपाईँ अलरेडी जेनजीले त्यो बालेनलाई के भन्नुहुन्छ भन्दा सुरुमा चाहिँ व्यवस्थापन गर्नु पर्थ्यो अनि मात्रै भत्काउनु पर्थ्यो एकदम दाइ ए भनेपछि अब बालेन तपाईँहरूको आइडल रहेन दाइ एक मन रहेन काहीँबाट गीत पनि सुन्नुहुन्न सुन्दिन अझै पनि डाउनलोड छ सुन्दिन हानिदिन्छु तपाईँलाई त्यस्तो आघात त्यस्तो चोट दियो है आफूलाई नपरे पनि तर मान्छेहरूको चोट सुनेर हामीलाई धेरै नराम्रो लाग्यो। अब उसले यस्तो भन्छ क्या अब जहाँबाट आउनुभएको त्यहीँ जाऊ भन्छ पाहाडमा अब पाहाडबाट आए अनि त्यसपछि सुकुम्बासीमा बसे भन्छ क्या अब सित्तैमा कतिले त किनेर बसेको थियो होइन। अब तँ के अरे बालेनले तपाईँ त ऱ्याप पनि गाउनुहुन्छ होइन हजुर अब बालेनको लागि देखेर नै ऱ्याप गाउनु भयो होला एउटा ऱ्याप गाउनु सक्नुहुन्छ छोटो ऱ्याप गाउनु सकिन्छ तर त बालनको लागि हुँदै होइन त्यसको लागि होइन अस्तिसम्म थियो अब अहिले मन मर्यो। तपाईँहरू जस्तै जेनजीले गोली खाएर बालेनलाई कस्तो सपोर्ट गर्यो त बालेन चाहियो जसरी चाहियो भनेपछि त्यसलाई जिताइयो पनि गर्छु पनि भन्नु ओले जिताएको होइन हामीले जिताएको जस्तो मान्छेले जिताएको हो नि। अब अहिले तपाईँहरूलाई अब के छ भने तपाईँहरू अब बिस्तारै अब युवाहरूलाई अगाडि बढाउने भन्दैछ तर युवा 2वटा त आत्महत्या गरिसक्यो खै त बढाएको अब ऊ आउनुभन्दा अगाडि
के भनेको थियो युवाहरूलाई साथ दिने युवाहरूलाई रोजगारी बढाउनु भनेर भनेको थियो होइन तर युवा 2 जना युवा त अलरेडी उसको कारणले मृत्यु भइसक्यो अनि कैयौँ बालबालिकाहरूको पढाइ रोकियो अब भविष्य बिग्रियो अब तपाईँहरूलाई त्यसलाई देखेर भए पनि तपाईँहरूलाई चित्तमा के मनमा के लाग्यो भने बालनजी जेनजीको लागि होइन जनताको लागि होइन उसको आफ्नो स्वार्थको लागि भयो है उसको आफ्नो स्वार्थको लागि भयो उसले गर्छ भन्ने एउटा आश थियो तर त्यो आश मारिदियो है अरू जस्तै नेता अरू जस्तै भयो क्या अरू नेता भन्दा अझै के भयो तँ अझै माथिको लेभलको डिस्कसन गरेको दाइ डिस्कसन गरे कसम दाइ सानैदेखि रिच फ्यामिलीको उसले रिचै मात्रै सोच्यो धनी होइन उसले त अब जे पनि गर्न सक्छ नि त ए घर बिग्रेमा के हुन्छ त्यसको त अर्को ठहराउन सक्छ हामीलाई त्यही सोचेको दाइ हामीले तिरेको करले ऊ महलमा बस्यो दाइ सिधै हो महलमा बस्यो राजा भएर बस्यो राज्य बस्यो झुपडी हाम्रो बिगार्दियो दाइ होइन भएको एउटा टाउको छोपाउने छाना पनि फुटाइदियो दाइ पहिले किपियोले समय यस्तो निक्लेको थिएन दाइ सिधै भन्नु पर्छ केपीको बाउ निस्के केपीके बाउ हजुर बाउ जे सुके भन्नु त्यही हो सिधै भनेपछि तपाईँहरू असन्तुष्ट हुनुहुन्छ एकदम असन्तुष्ट हुने त के कुरा छ अहिले भन्नु त आफै भन्नु नि तपाईँ रिपोर्टर भएर पनि भन्नु त एउटा कुरा के छ त्यस्तो अन्त त्यही भयो जालमा पारो दाइ हो जेनजीले के भएर ज्यान दियो जेनजीले बालनको लागि ज्यान दियो नि त बालनको लागि 2 जिब्रियो भनेपछि उहाँहरू चाहिँ तपाईँहरूलाई सच्चा नेता जस्तो लाग्यो कि लागेन बालनको लागि दियो भने त बालन चाहियो भनेपछि बालन चाहियो नि त तर अहिले बालनले के गर्छ त्यो जेनजीहरूलाई के हुँदै होला त्यो सबै त्यो हाम्रो त के अरे त्यो हाम्रो त बलिदान वेस्ट भएन दाइ वेस्ट भयो एकदम वेस्ट एउटा के काम लाग्यो तपाईँको त साथी पनि मरे होइन एकदम दाइ साथी हाम्रो आफ्नै मन मिल्ने साथी गयो कस्तो लागि गयो त बालन